एप्लिकेसनको बारेमा म जानकारी दिन्छु। जुन एप्लिकेसनले तपाईँलाई लाइसेन्स कसरी लिने भनेर तपाईँलाई ट्रायलसम्मको जानकारी दिनेछ। ल अब स्क्रिनमा सुरु गरौँ है त। परीक्षा कस्तो हुन्छ, रङ दृष्टि परीक्षण तपाईँले यहीबाट तयारी गर्न सक्नुहुन्छ। लिखित परीक्षाको चाहिँ हामी हेरौँ। यहाँ अब आधी घन्टाको टाइम हुन्छ। त मैले जस्तै तपाईँ पनि अभ्यास गर्नु होला। सवारी साधन पार्किङ कहाँ गर्नुपर्छ? सडक किनारा पार्किङ लेखेको ठाउँमा, नो पार्किङमा, खाली ठाउँमा। पार्किङ लेखिएको ठाउँमा गर्नुपर्छ। अर्को, विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुँदैन? हर्न बजाउँदा तीव्र गतिमा चलाउनु हुँदैन, ओभरटेक गर्नु हुँदैन, माथिको सबै। तपाईँले पनि यही अनुसारले आफ्नो तयारी गर्न सक्नुहुन्छ। र निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो? गाडी भाडा उठाउने, सडक सफाइ गर्ने, कन्डिसन चेक गरेर गाडी चलाउने, कुनै पनि होइन। फेरि अलिक बुझेन। निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो? गाडी भाडा उठाउने, सडक सरसफाइ गर्ने, कन्डिसन चेक गरेर गाडी चलाउने। यसो हेर्दा चाहिँ यो जस्तो पनि लाग्छ, तर गाडी भाडा उठाउने सवारी चालक यहाँमध्ये कुनै पनि होइन। किनभने गाडी भाडा उठाउने चालकको काम होइन, सडक सफाइ गर्नु होइन, कन्डिसन चेक गरेर गाडी चलाउनु, कन्डिसन चेक गरेर गाडी चलाउने हो। यो चाहिँ हुनसक्छ। त्यही भएर म चाहिँ यहाँ आएर आइदिन्छु। बाक्लो कुहिरो वा हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नुपर्छ? बाक्लो कुहिरो वा हुस्सु लागेको बेला, यो भनेको फग लाइट हो। फग लागेको बेलामा हामीले फग लाइट बाल्नुपर्छ। त्यसपछि आउँछ उकालोमा सवारी चलाउँदा कुन गियर चलाउनुपर्छ? उकालोमा हामीले 1 गियरमा चलाउनुपर्छ। लुकिङ ग्लास कुन समयमा हेर्नुपर्छ? ओभरटेक गर्दा, ब्याक गर्दा, दायाँ बायाँ गर्दा, माथिको सबै अवस्थामा। अब त्यसपछि अर्को प्रश्नको उत्तर हेरौँ। सवारी चालक अनुमति पत्रको म्याद नआएको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन? 1 महिना, 2 महिना, 3 महिना, 4 महिना? 3 महिना। यो उत्तरहरू चाहिँ सही गलत छ, तपाईँले अन्तिममा हेर्न सक्नुहुन्छ। मेरो 25वटामा 8वटाको उत्तर दिइसकेको छु। मसँग 27 मिनट अझै पनि टाइम बाँकी छ। यातायात व्यवस्था कार्यालयहरू कुन सरकारको मातहतमा रहेको? सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार? प्रदेश सरकार, स्थानीय सरकार। सङ्घीय सरकारको हो यो। मलाई अलिक कन्फ्युज, म चाहिँ सङ्घीय सरकारमा लगाउँछु। तपाईँलाई थाहा छ भने सही लगाउनु र पछि चेक गरेर सच्याउनु पनि सक्नुहुन्छ। सार्वजनिक सवारीमा प्रदूषण स्टिकरको म्याद कति अवधिको हुन्छ? 3 महिना, 5 महिना, 6 महिना, 7 महिना? यो पनि मलाई अलिक गाह्रै हो। यो चाहिँ अलिकति फरक हुने कारण हामी बाइकमा चाहिँ यो बाइक र 2 पाङ्ग्रे 4 पाङ्ग्रेको पोजिसन चाहिँ एउटै हुन्छ। त्यही भएर यो म अलिक कन्फ्युज भयो। 5 महिना राखिदियो अनि 6 महिना राखिदिन्छु। सार्वजनिक प्रदूषण स्टिकरको म्याद कति अवधिको हुन्छ? 6 महिना। निलो नम्बर प्लेट भएको सवारीले कस्तो सवारी साधन हुन्छ? निलो रहेछ भने सायद संस्थाको कुटनीतिक सवारी जनाउन सक्छ। यो उत्तर सही छ या गलत चाहिँ तपाईँ आफैले चेक गर्नु होला। तपाईँले अन्तिममा पनि देखाउँछ। हामीले यसरी आफ्नो तयारी गर्ने हो। विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक सवारीलाई कुन सवारी भनिन्छ? विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न सार्वजनिक मिटर ट्याक्सी, पर्यटकै सवारी। धेरै उत्तर चाहिँ हामीले प्रश्न हेरेर पनि थाहा पाउन सक्छौँ। बीच बाटोमा सवारी बिग्रे के गर्नुपर्छ? सवारीलाई साइड लगायत सङ्केत दिइ छान्ने, मर्मत गर्न आवश्यक गर्ने, कुरो राख्ने, माथि सबै गर्नुपर्छ। सवारी साधनको धुवा कहाँबाट बाहिर निस्किन्छ? साइलेन्सर, इन्जिन, गियर, एक्सल। साइलेन्सरबाट बाहिर निस्किन्छ। विश्राम स्थल होइन, पार्किङ स्थल होइन, विद्यालय होइन, न्युजपेपर क्रसिङ हो। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? राष्ट्रिय निकुञ्ज, संरक्षण केन्द्र, पाल्तु जनावर, निषेधित क्षेत्र, पाल्तु जनावर जनाउँछ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? घर, मन्दिर, जलपान, विद्यालयले जलपान जनाउँछ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? 40 लेखेको छ। यसको मतलब चाहिँ सवारी चौडाइ सीमा, एक्सल भार सीमा हो। हामीले हेरेर पनि थाहा पाउँछौँ। यस्तो ट्राफिक चिन्हले के गराउँछ? रेलगाडा निषेध, सवारी निषेध, सवारी वजन सीमा, गाडी मात्र प्रयोग। यसले चाहिँ रेलगाडा निषेध भनेर जनाउँछ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? ढुङ्गा खस्ने, बाटोमा काम हुँदै खतरा, सुरक्षित खतरा जनाउँछ। अब तपाईँ हेर्नुहोस्, मेरो 25वटामा 2वटा बिग्रेको छ। प्रदेश सरकारको मेरो चाहिँ मातहत। यातायात व्यवस्थापन मेरो चाहिँ कुल 25वटामा 23वटा मिलेको छ भने 2वटा बिग्रेको छ। मैले 92 नम्बर प्राप्त गरेको छु। 100मा मैले 7 जना भ्याएको छु।
हेरेर यसलाई बढाउन सक्नुहुन्छ। सबै साधन पागलमा चाहिँ यो सबै मिलेको छ र बिग्रेको दुईवटा हामी हेर्नेछौँ। यातायात कार्यालय कुन सरकारको मातहतमा हुन्छ? यो चाहिँ प्रदेश सरकारकोमा हुने रहेछ। म चाहिँ सङ्घीयमा लगाएको थिएँ राइट एन्सर।